Hello everyone, welcome back to my YouTube channel. I hope सबजना सन्चै हुनुहुन्छ होला. It's me सीमा दर्लामी. म चाहिँ आज अब जुनसुकै भिडियोहरुमा पनि लङ टाइम पछि भनिरहेको हुन्छ तर त्यही हो काम विशेषले मात्र हिँड्ने हो हैन नभए भने हिँड्दैन कहिले काहीँ पनि तर आज चाहिँ अब नयाँ ठाउँमा आएको बेलामा ब्लग स्टार्ट गरिरहेको छु. आशा छ सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ. यहाँ म चाहिँ अमलाचौर यो बागलुङ जिल्लाको यो अमलाचौर भन्ने ठाउँमा वडा नम्बर 12 स्ट्रिट ठाउँमा रहेको छु अनि जहाँ म हिजो आएको हो है. फेरि आज बिहानैबाट काम सुरु गरेको छु अनि म चाहिँ तपाईहरुलाई अब कहाँ जान्छु यहाँको ठाउँ हैन सम्भव भएसम्म देखाउने कोसिस गर्नेछु. सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनु होला र भिडियोमा नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला र अन्तिमसम्म हेरिदिनु होला है. नयाँ छ भ्लगलाई यो भिडियोलाई चाहिँ ग्रो अप गर्नको लागि सबैजनाको साथ सहयोग मिल्नेछ भन्ने आशा राख्दछु र हेर्दै गर्नु होला साथीहरुको है. सो गाइज म चाहिँ यति बेला फेरि त्यो ठाडा गाउँ भन्छ त्यो गाउँलाई चाहिँ अथवा त्यो टोललाई चाहिँ ठाडा गाउँ भन्छ. त्यो टोल भ्याएर चाहिँ म फेरि अर्को टोलमा जानको लागि जंगलको बाटो जाँदैछु हैन. खानासानाहरु चाहिँ त्यही आमाहरुले दिनुभयो सबै त्यही खाइओरी फेरि हिँडेको छु. मलाई कोसेली पनि हाल्दिनु भएको छ केराहरु अनि रोटीहरु हाल्दिनु भएको छ दिउँसो भोक लाग्छ भनेर अनि फेरि खाना पनि उहाँहरुले नि खुवाउनु भयो. फेरि खाना खाइओरी हिँडे अर्को टोलमा है. आज चाहिँ म सम्भवतः एउटाको भेग भ्याएर घर फर्किने भनेको कति भ्याउँछ भ्याउँदैन है. त्यही गर्नु होला. जंगलको बाटो है यस्तो छ. उ त्यो हल्का देखिएको भाग चाहिँ त्यो अमलाचौरको हो. यो चाहिँ जंगल छ. अब यो कता कति घरहरु रहेछ यो घरहरु जानुपर्ने छ. यहाँ मास्तिर पनि रहेछ है. म चाहिँ अब जान्छु त्यहाँ गएर आज यो भ्याएर अनि तलको भाग जानुपर्ने छ गाइस है. स्कुल पनि स्टार्ट भइसकेछ. मलको थुप्राहरू खेतहरू रहेछ पुरै बाँझो रहेछ. कोही सिरो उम्रेको छ कोही छैन रहेछ यो गाउँमा. घर त अब बाक्लै रहेछ. उता पारितिरको भेगमा चाहिँ घरहरू बाक्लै छ. यता चाहिँ अब अलिकति पातलो रहेछ है. उताको तुलनामा यता चाहिँ अलिकति पातलो छ. घाम लागिरहेको छ. हिजो चाहिँ पानी परेर मलाई यतै रोक्यो. त्यति धेरै टोलमा जान पाएन. आज चाहिँ फेरि घाम लागिरहेछ. घाम लागे पनि हिँड्न दुखो पानी पऱ्यो नि हिँड्न दुखो. ल आइपुगे गाइस यो घरमा जान्छु है त. फाइनल्ली गाइस म चाहिँ अब उता तलबाट सर्टकट बाटो हुँदै रोड बाटोमा आइसके. अब यहाँबाट चाहिँ अब त्यहाँ देखेको घरहरुमा जान्छु किनभने त्यो घरहरुमा चाहिँ भएको रहेन रहेछ. अनि म चाहिँ अब यो घरहरु भ्याउँछु अनि पछि फेरि त्यो जंगलको बाटो जान पर्ने हुन्छ. जंगलको बाटो गएर अनि पछि अर्को भेगबाट चाहिँ म उकालो लाउँछु. र आज चाहिँ कति सक्छु काम हैन. अनि त्यसपछि बल्ल अब आज कतै बसाइ हुन्छ
हिजोदेखि आएको हो म, किनभने म हिजो नै फर्किन्छु होला जस्तो लागिरहेको थियो, तर फर्किएन किनभने अब त्यहाँ पानी पऱ्यो, मैले धेरै कामहरू पनि गरिनँ अनि त्यतिकै बसेँ होइन। त्यही भएर फेरि आज बिहानैबाट स्टार्ट गरेको है। यहाँ पनि मान्छेहरू कतिको हुनुहुन्छ हुनुहुन्न होइन, तर बाटो त एकदम राम्रो रहेछ, सो सलल्ल परेको के हेर्दै गर्नुहोस् है। ल वास्तविक कृषक यता हुनुहुन्छ, ल गुनासो पोख्नुहोस्। अनि हो त नि, यहाँ आज भन्ने मौका पायो होइन, अरू केही छ कि? है ल असली कृषक हुनुहुन्छ यतातिर, म यता यो टोललाई के भन्छ? बानपा 12 गिठे टोल आइपुग्दाखेरि यहाँ वास्तविक कृषकहरू देखिराख्नु भएको छ र उहाँहरूको आफ्नो गुनासो पोखिसक्नु भएको छ। अब यही आधारमा उहाँहरूको डिटेल्सहरू लिन्छु है एकछिन समय लिएर। वहीँ तलैसम्म हो तपाईँहरूको जग्गा? ए हजुर है त्यही त नि। अनि कुलोबाट लगाउनुहुन्छ पानी कि? छैन है, एउटा नि धानमा सिँचाइ गर्दाखेरि त्यही आकाशे पानी। ए ए ए हो त नि। है के बनाउनु भएको त नि तपाईँले? यो फुत्केर ए तापो ए ए ए ल म पनि यहाँ समावेश छु है त। अनि घरमा को हुनुहुन्छ त? घरमा हामी नै हो। हजुर। अनि यहाँबाट देखिएको जाने बाटो त्यही होला। एकचोटि हामी त्यो बाटोबाट गएको थियौँ माथि नै। यहाँबाट जे होस् भैरव थान जानलाई त्यति धेरै चाहिँ लाग्दो रहेन रहेछ। अनि आज हिजो पानी परेको भएर अब धेरै कृषकहरू खेतबारीमै हुनुहुन्छ। अनि त्यो कारणले गर्दाखेरि घरमा भेटाउनलाई गाह्रो छ। अब अघिसम्म त मलाई ठिकै भइरहेको थियो, खाना खाइसके पछाडि एकदम अब पेट ठुलो भयो, हिँड्न चाहिँ गाह्रै भयो। अनि जान्छु जहाँसम्म गएर अब फेरि त्यही रिटर्न ब्याक हुनुपर्ने छ, किनभने त्यो कृषकहरू अब त्यो दाजुभाइहरू त्यहाँबाट घरमा आउनु पऱ्यो। अनि डिटेल्सहरू तिर्नुपर्ने हुन्छ। अब आजको बसाइ पनि यतै होला जस्तो छ। कोही पनि भेट्नुहुन्न। अलिकति पातलो गाउँ रहेछ यो गिठी टोल चाहिँ। अब त्यतिसम्म हुन्छ। त्यहाँ बुवाहरूले चाहिँ हेर्नु परेछ। म चाहिँ अब ठुलो गाउँ, त्यो ठुलो गाउँ भ्याएँ हिजो जुन देखिएको है। अनि त्यहाँबाट यसो हुँदै यो जङ्गल हुँदै यता है
यो चाहिँ पानी त्यतिकै खेर गइरहेको रहेछ, खाने पानी होला कि नहोला। यो नि खेती त गरिराख्नु भएको रहेछ। यसै बाटो जानु पर्यो। यो घरमा जान लाग्छु। पार्कहरू जस्तो रहेछ यहाँ, यस्तो राम्रो रहेछ यहाँ बस्न यताउता। त्यो खास के रहेछ, कसैको सम्झनामा बनाउनु भएको कि बाटो फेरि यहाँ थाद्दो रहेछ। फेरि फर्केर म आइपुगेँ। अघि त्यो तल गएको थिएँ, यहाँ त फेरि यता सानो सानो बाटो नि कस्तो राम्रो गराएको है। कस्तो राम्रो के त्यो, कति राम्रो हो। त्यही हो अमला चौरको स्कुल। म चाहिँ फर्किएँ, अब जान्छु। अब अर्को त्यो उतातिरको अब अघि गएको ठाउँबाट फेरि गायक टोल भन्ने छ, गायकहरूको टोल। अनि त्यो टोल हुँदै जान्छु। अब त्यो बुवाको घरमा जानु पर्यो। यतिबाट रहेछ बाटो। केरा रोप्नु रहेछ। यहाँ पिङ खेल्ने ठाउँ रहेछ। हामी सानसानामा यस्तै पिङ राखेर खेल्थ्यौँ। ज्ञानी हो तिमी, कति ज्ञानी। अरे ल गुड ल भयो कालु अर्को नि देऊ। ओहै न त आता गर्दैन। ज्ञानी ज्ञानी के खान्छौ, के खान्छौ? ल भयो, ल बस, ल बस। भयो के भयो। राख हात, राख हात, राख हात। तिमीलाई तिमीलाई मात्रै भयो यो टोलमा। त्यही नि घर त तितर बितर थियो। अब त्यही पनि अब छोडिन भन्दा भनेर आइहालेँ। आएको यहाँ चाहिँ खासै अब हिजो पानी परिहाल्यो, आज घाम लागिहाल्यो। अनि ब्याड राखेको चटारोहरू रहेछ। अनि खासै मान्छेहरू नभेटिने घरमा। त्यो कारणले गर्दाखेरि यो टोलबाट पनि म फर्किएँ। यहाँ बर्खा बेलामा होला यस्तो खोलाले खोल्ने उसहरू पनि गइरहेको रहेछ। पहिरोहरू हिजो पानी परेको थियो एकछिन, अलिकति अब हेर्न अलिकति बाढा भए पनि जे होस्, पछि चाहिँ शीतलै भएको थियो। आज त गर्मी भएर छ। बर्खा होला यस्तो पहिरो गएको, यस्तो बिजोक तरिकाले पहिरो गरेछ। जे होस्, जुनसुकै कामलाई नै अब सरल तरिकाबाट, सहज तरिकाबाट अलिकति अब गाउँहरू डुल्न पाइयो, यहाँका मान्छेहरूसँग इन्टरेक्ट गर्न पाइयो होइन। त्यही हो, अरू त अब एचिभमेन्ट भन्ने कुरा खासै केही छैन। वाउ, यो त कस्तो राम्रो रहेछ त। यो भिन्दै किसिमको के यस्तो खालको रहेछ। बुवाहरू जानु लाग्नु हुँदो रहेछ। म त्यही खेतमै जाने होला होइन, आशा छ। अब जान्छु। आज पनि यतिको बास हुन्छ मलाई थाहा छ, किनभने अहिले दिउँसोको 1 बजिसक्यो। अब कहाँ पुग्छु हेरौँ।
सबैजना घरमै हुनुभयो भने सहज हुन्छ कि अब यति बेला फेरि कोही छैन के गाइस हेर्दै गर्नु होला ए यो माटो खन्ने ठाउँ सो गाइस म चाहिँ फेरि यो खोल्सानेर आइपुगेँ यहाँ चाहिँ मैले एउटा चिज देखेँ के भन्दाखेरि यो पहिला पानीको दुःख हुँदाखेरि चाहिँ यो कुवाहरू यसरी बनाइने गरिन्थ्यो त्यहाँबाट चाहिँ पानी सङ्कलन गरेर त्यहाँबाट गाग्रीमा भरेर माथि लाने काम गरिन्थ्यो है गरिन्थ्यो अरे हाम्रो पालामा त अब यस्तो थिएन उहाँ के कुवा देखेर अनि त्यो कुवामा त्यहाँ पानी सङ्कलन गरेर माथि लानुहुन्थ्यो है हजुर खाने पानी खानपान चाहिँ कुवाबाट लानियो कति हो त नि अहिले नि आइरहेको छ त्यहाँ उँधो आउँछ खरे उँगोती फोरेर त्यस्तो बनाइन्छ नि त्यति बनाइदियो भने त कसैले टेर्दैन चिसो पानी खान अथवा लिन आउने यहीँ है हजुर यहीँ हो ती सके नसके पानी ल अनि खाने हो त नि आउनुहोस् जाम पनि भिजिट गर्छु अनि फेरि पनि अब यस्तोहरू भइरहेको छ पानी पर्ला जस्तो भइरहेको छ मौसम त्यति ठिक छैन अघि एकदम गर्मी भएको थियो भने भर्खर चाहिँ अब पानी पर्ला जस्तो भइरहेको छ